के भयो? किन नुन खाएको कुखुरा जस्तरी झक्राउनु भएको? अर्काको घर जाने जाँदा आशा नभए भोलि त अनुहानै पर्छ। अनि तपाईले पनि त मलाई पञ्चे बाजा बजाएर झैँ झैँ पारेर लिएर आएको होइन? सम्झनुस् त त्यो 25 वर्ष अघिको कुरा। मेरा बाबा आमा पनि कति बिलौना गर्नुभयो होला। आज मेरो ज्वाइँ जस्तो कोही छैन भन्नुहुन्छ। छोरी पढा लेखा छे, संस्कारी छे। आशा नभए पनि भोलि त त्यो घरलाई अपनाइहाल्छ नि। केही टेन्सन नगर्नुस्। यता कुमालेको चक्र घुमिरहन्छ। हिजो म, आज छोरी, भोलि नातिनी।